वेलकम टु माई च्यानल युट्युब। सो आज चाहिँ हाम्रो घर चाहिँ चल्ला हालेको लगभग 2 हप्ता भइसक्यो है। कोइलर चल्ला म देखाउन जाँदैछु। मम्मी देखाउनु। दाना सकेर रहेछ है मम्मी। यिनीहरूलाई अहिले चाहिँ 2 हप्तामा चाहिँ 1 नम्बरले दाना मात्र खान्छ यिनीहरूले। पानी के हुन्छ होला हैन, पानी नि चेन्ज गर्न पर्ने भइसक्यो रहेछ। कुन जान्छ यो त कति छुच्चो, सबभन्दा छुच्चो चल्ला है यो चाहिँ गाई। दाना हाल्ने चाहिँ यिनीहरूलाई हो। माथि चाहिँ दाना राख्छौँ। त्यो दाना नि सकिन लागिसक्यो रहेछ एभ्रिवान। कति क्युट क्युट चल्ला। यसमा त लोकलकै मिसाइदिएको हामीले यार मम्मी। दाना हाल्ने यिनीहरूलाई यसरी 1 नम्बरले दाना खान्छ नि दाना। यिनीहरूलाई दाना हालिदिनु पर्छ कि दाना। खाओ यसरी खाओ। आइज डराउँछ नि यिनीहरू, अहिले भुँडा छ नि त्यही भएर। यिनीहरू ठुलो हुन्छ। यिनीहरू ठुलो भएपछि त 5-6 किलोको हुन्छन्। यिनीहरूलाई बेला बेला घाँस दिनुपर्छ, बल्ल सकिन्छ। र गाइज यिनीहरूलाई चाहिँ अब पानी नि मम्मीले चेन्ज गरिदिइसक्नु भयो। पानी दिँदाखेरि चाहिँ यिनीहरूलाई औषधि हालेर दिनुपर्छ है। यिनीहरूलाई सानो चल्ला हुँदा चाहिँ यो एन्डिक्स भन्ने पानी मिसाएर दिनु पऱ्यो यो औषधि। अनि फेरि यो यिनीहरूको हेल्दी हुन्छ नि, यिनीहरू यो मिसाएर दियो भने चाहिँ क्युबिट त्यही दिन्छन् दाना किन्दाखेरि। र साथीहरू दाना नि 2 किसिमको हुँदो रहेछ कि यिनीहरूलाई। 2 ठाउँबाट किनेर ल्याएको, दुइटै एक ठाउँमा चाहिँ राम्रो दाना पाइयो, अर्को ठाउँमा चाहिँ यस्तो हेर्नु न क्वालिटी यस्तो छ। हेर्नु त दाना, यो चाहिँ फुस्रो हो, यो चाहिँ हेर्नु न कति हरियो छ। यो भनेको चाहिँ राम्रो खाले दाना हो, यो चाहिँ डुप्लिकेट परेछ के। र दाना दिँदा पनि विचार गरिदिनु होला है साथीहरू। अनि बल्ल चल्लाहरू पुष्ट हुन्छन्, हेल्दी हुन्छन् है। ल साथीहरू आजको भिडियो चाहिँ यति नै। र भिडियोको अन्त्यमा चाहिँ मेरो च्यानललाई चाहिँ नयाँ युट्युब च्यानल हो, सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।